सानीमा रिलायन्सद्वारा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न। सानीमा रिलायन्स लाइफ इन्सुरेन्सको 9 वर्षको प्रवेशको उपलक्ष्यमा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीको धनगढी रिजन 2 को आयोजनामा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त कार्यक्रम सञ्चालन गरेको हो। धनगढी उपमहानगरपालिका 3 चटकपुरमा मंगलबार बिहान 10 बजेदेखि 2 बजेसम्म सञ्चालन गरेको कार्यक्रममा विभिन्न पेशामा आबद्ध कर्मचारी, व्यवसायी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अभिकर्ता, ग्राहक, बैंकर, स्वास्थ्यकर्मी, व्यवसायी तथा अन्य सहभागी गरी कुल 46 जनाले रक्तदान गरेका थिए। कार्यक्रमबारे जानकारी दिँदै बजार अधिकृत विनिता सुवेदीले सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरेका यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सन्देश प्रभाव गर्ने बताउनुभयो। उहाँले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै प्रदेश प्रमुख गणेश सुवेदीले कम्पनीले समाजमै आधारित रहेर व्यवसाय सञ्चालन गरेको उल्लेख गर्दै सेवा भावना सहित समाजप्रति योगदान दिनु आवश्यक रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार कम्पनीले विगतका वर्षदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सङ्घ संस्था तथा विद्यालयलाई आर्थिक तथा भौतिक सहयोग गर्दै आएको बताउनुभयो। यस्तै अभियानलाई निरन्तरता दिँदै देशभरका रिजन तथा प्रदेश कार्यालय मार्फत रक्तदान कार्यक्रम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो।